यो बेलामा सोचेको कुरा तिमीले जे माग्छौ म तिम्रो निमित्त दिनेछु। संसारको राजा तर सबैले महान भन्थे, मान्नुहुन्थ्यो। अनि त्यसपछि उहाँले भन्नुभएछ, ल तपाईले मलाई दिनुहुन्छ भने मैले जे चिज छुन्छु त्यो सुन्नुपर्छ। ल तिम्रो लागि त्यस्तै नै हुनेछ, जाऊ तिमी। आउनुभयो, घर आउनुभयो, पानी प्यास लागेछ, पानी छुनुभयो, सुन भन्यो। पत्थर छुनुहुन्छ, सुन भन्छ। फूल छुनुहुन्छ, सुन भन्छ। एकदम प्रिय छोरी रहेछ, छोरीलाई अङ्कमाल गर्नुभयो, छोरी त सुनको स्ट्याचु मूर्तिमा परिणत हुनुभयो, छोरी सुन हुनुभयो। खाना खाना जानुहुन्छ, खाना सुन्नुहुन्छ। मागेको त त्यही हो। सुत्न जानुहुन्छ, पानी पिउन जानुहुन्छ, सुन बन्छ। खाना खानुहुन्छ, सुन बन्नुहुन्छ। त्यसपछि त तरसित हुनुभयो, तर्सिनु भयो। जे पनि सुन भयो, जे छुनुहुन्छ त्यही सुन, जे छुनुहुन्छ त्यही सुन, जे छुनुहुन्छ त्यही सुन। त्यसपछि उहाँ तर्सिनु भयो। ओहो, मैले के गल्ती गरेछु यस्तो? मैले माग्न पो मिस्टेक गरेछु त। त्यसपछि उहाँलाई जताततै सम्पत्ति नै सम्पत्ति भयो, सुनै सुन भयो। खाना खोज्नुहुन्छ नि सुन्नुहुन्छ, पानी पिउन खोज्नुहुन्छ नि सुन्नुहुन्छ, छोरी समाउनुहुन्छ पनि सुन्नुहुन्छ, कुनै पनि केही पनि जे समाउनुहुन्छ त्यही सुन मात्रै हुन्छ। त्यसपछि रोँदै कराउँदै चिच्याउँदै, नै 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 मैले गल्ती गरेको छु रहेछु, मलाई यो चाहिएन, मलाई यो चाहिएन। मान्छे सम्पत्तिले मात्र खुसी नहुँदो रहेछ, मलाई यो चाहिएन। पहिला जस्तो अवस्था थियो र मैले पनि सही न्याय दिन सक्ने योजनामा योमा बनाइदिनुहोस्, मलाई यो सम्पत्ति चाहिएन भनिसकेपछि आफूसँग भएको सम्पत्ति पनि बाँडेर, आफूसँग भएको जति जोडेको सम्पत्ति पनि बाँडेर, ईश्वर सब कुछ त तपाईँमा सम्भव रहेछ, अब मैले यो संसारको सम्पत्ति होइन तपाईँको स्थान, स्वर्गीय स्थानको सम्पत्तिको अपेक्षा गर्छु भनेर। किनकि त्यो यो संसारको महान राजा हो। आज तपाईँहरू जापान आउनुभएको छ, पैसा 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 नभन्नुहोस्। 1 घन्टा 2 घन्टा 3 घन्टा परमेश्वरको लागि पनि टाइम दिने गर्नुहोस्। त्यस्तो महान राजा पनि सम्पत्तिले हुनु भएन, किनकि आज हामीभित्र प्रेम हराइरहेको छ। यहाँ मैले देखिरहेको छु, जापानमा मैले त्यो पाउने, जापानमा खाने ठाउँमा जान्छु, म विभिन्न ठाउँमा हेर्छु, एनी टाइम त्यो मोबाइलको डिभाइससँग मान्छेहरू, वरपरको मान्छेलाई के भएको छ त्यो छैन, चासो छैन। एनी टाइम मोबाइलको डिभाइससँग, एनी टाइम मोबाइलको डिभाइससँग, एनी बाटोमा हिँड्दा पनि मोबाइलको डिभाइससँग। यो संस्कार बढ्दै गयो भने, यो संस्कार हुँदै गयो भने के होला? एकचोटि कल्पना गर्नुहोस् त, यो संसार कस्तो होला? भवन बनेर विकसित सहर हुँदैन नि, जबसम्म यो पवित्र भवन विकसित हुँदैन नि तबसम्म त्यो देश विकास हुन सक्दैन। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भनेको पहिलो विकास, पहिलो सम्पत्ति तिमी भित्र भएको आनन्द हो, तिमी भित्र भएको प्रेम हो, तिमी भित्र भएको मेलमिलाप हो। किनकि आज लाखौं सपनाहरू बोकेर आउनु भएको छ तपाईहरूले, लाखौं सपनाहरूलाई तपाईँले झोलामा बोकेर यो ठाउँमा आउनु भएको छ। तपाईँको बाटो हेर्नेहरू धेरै हुनुहुन्छ। तपाईँ भित्रको मानवता मरेर जानु हुँदैन, तपाईँ भित्रको प्रेम जाग्दै जानुपर्छ, प्रेम भाग्दै जानु हुँदैन। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसिनो करोड धन्यवाद दिन चाहन्छु। एकचोटि कल्पना गर्नुहोस् त, दसैँ आउँदा पनि तपाईँको बाटो हेरेर बसिरहनु पर्ने तपाईँको आमा बुवा, तपाईँको आफ्नो फ्यामिली हुनुहुन्छ। मेरो छोराले, मेरो छोरीले र मेरो बुहारीले अथवा मेरो श्रीमतीले यसपालि अलिकति राम्रो पैसा पठाइदियो भने मेरो दसैँ राम्रो हुन्छ भनेर तपाईँको बाटो हेरेर बस्नु भने तपाईँको फ्यामिली घरमा हुनुहुन्छ। तपाईँ भित्रको प्रेम सेलाउँदै गयो भने नि, तपाईँ भित्रको मानवता हराउँदै गयो भने नि हामी एक दिन कुनै कामको लायक हुने छैनौँ। त्यसैले सर्वशक्तिमान परमपिता